देउबाले ज्ञानेन्द्रलाई राप्रपा सभापति बन्न भनेपछि अर्का ज्ञानेन्द्र शाही आक्रोशित। सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले पूर्व राजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक नभएको र उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सभापति बनाए हुन्छ भन्ने टिप्पणी गरेपछि राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही आक्रोशित भएका छन्। कांग्रेसको बागमती प्रदेश प्रशिक्षण विभागले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउबाले भने पूर्व राजा संवैधानिक राजा हुन पनि सक्दैनन्, बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ। राजनीति गर्नु छ भने बरु पार्टी खोले भइहाल्यो, नत्र दुःख पाउँछन् बिचारा राप्रपा नेता कार्यकर्ताहरूले। यसमा आक्रोश व्यक्त गर्दै सांसद समेत रहेका राप्रपा प्रवक्ता शाही सामाजिक सञ्जाल मार्फत देउबालाई प्रश्न गरेका हुन्। यस क्रममा शाहीले देउबालाई बीपी कोइरालाको सिद्धान्त बेचेर खाएको आरोप पनि लगाएका छन्। बीपीको सिद्धान्त मान्दै हुर्केको कांग्रेसको सभापति हुनुभएको हो माननीय प्रधानमन्त्री शेरबहादुर देउबाज्यू। हजुरले बीपीको सिद्धान्त पनि बेचेर खानु भएछ, राजालाई राप्रपाको सभापति हुनुहोस् भन्नु भएछ, शाहीले लेखेका छन्। त्यसो भए हजुर 3 पटक प्रधानमन्त्री राप्रपाको सभापतिसँग शपथ खाँदै बन्नु भएको हो। हाल राप्रपाको अध्यक्ष राजेन्द्र लिन्देन छन्। राप्रपा प्रवक्ता शाहीले राजाका विषयमा कांग्रेसको धारणा बुझ्न देउबालाई पार्टीभित्र चुनाव गराउन चुनौती समेत दिएका छन्। शाहीले लेखेका छन्, जसले भुइँ छोड्छ उसको पतन निश्चित हुन्छ भन्ने नेपाली उखान याद गर्नुहोस्। सभापतिज्यू, यदि तपाईसँग राजाको बारेमा कांग्रेसको धारणा के छ भनेर बुझ्न मन छ भने कांग्रेसमा चुनाव गराउन सक्नुहुन्छ, हिम्मत छ। विक्रम सम्वत 2058 मा दोस्रो पटक प्रधानमन्त्री बनेका देउबालाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले नै निर्वाचन गराउन असक्षम भएको आरोप लगाउँदै 2059 असोज 18 गते पदबाट बर्खास्त गरेका थिए। त्यसको 2 वर्षपछि 2061 सालमा फेरि प्रधानमन्त्रीमा नियुक्त गरिए पनि ज्ञानेन्द्र